सम्माननीय सभामुख महोदय, समयको लागि धन्यवाद छ। हामी हाम्रो आन्दोलन जारी राखेका छौँ, यो सबैलाई जानकारी छ, भनिरहनु परेन। सम्माननीय सभामुख महोदय, हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दैछौँ। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने। 33 दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी विरुद्ध हामी आन्दोलनमा छौँ सभामुख महोदय, र संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन आयोगको माग गरिरहेका छौँ। यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो सभामुख महोदय। राजनीतिलाई पेसा बनाएर वर्षौँदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् सभामुख महोदय। मलाई दया लाग्छ सभामुख महोदय, 2048-49 सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरे बापत हनुमान ढोकाको चिसो छिडीमा धेरै रात बिताएकाहरू पनि आज यही सदनमा संसद भएर बसिरहेका छन् सभामुख महोदय। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफै टाप कसलान्। गर्नुहोस्, उहाँलाई मैले समय दिइरहेको छु, तपाईँले सुन्नुपर्छ। सभामुख महोदय, अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए आफै टाप कसलान्। हो, म गर्वका साथ भन्छु। हो, म गर्वका साथ भन्छु सभामुख महोदय। सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो सभामुख महोदय। मान्य सदस्य आसन ग्रहण गर्नुहोस्। मैले समय ढोलप्रसाद अर्याललाई दिएको छु। म यही देशमा राखेपछि म यहाँलाई यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन सभामुख महोदय। मेरो समय ठिकै चलेको छ सभामुख महोदय। अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ सभामुख महोदय। मेरो कम्पनीमा मात्र एकजना मान्छे भिजिट भिसामा जापान होइन। आसन गरौँ। मैले डोल प्रसादलाई समय दिएको छु, उहाँलाई 3 मिनटको समय। संसारको कुनै देश गएको छ, हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु सभामुख महोदय। होइन भने सभामुख महोदय, निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ। म यो सभामुखज्यूबाट रुलिङको माग गर्दछु सभामुख महोदय। सभामुख महोदय, कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ सभामुख महोदय। हाम्रो आन्दोलन जारी छ सभामुख महोदय। मैले फेरि भन्छु, निराधार आरोप संसदको रेकर्डबाट हटिनुपर्छ, यो कट्नुपर्छ। ल, माननीय सदस्य रामहरि खतिवडालाई म समय दिन्छु। सभामुख महोदय, 3 मिनटभित्र आफ्नो कुराहरू राख्नुहोस्। सभामुख महोदय, आज केही मान्य सदस्यहरूको अभिव्यक्ति यहाँ सुन्न पाइयो। हामीले कुनै मान्य सदस्य नाउँ किटान गरेर भनेका थियौँ न। चोरको खुट्टा काठभन्दा खुट्टा झिके जस्तो गरेर केही मान्यहरू प्रस्तुत हुनुभयो। आज पनि अनुरोध गर्न चाहन्छु, हामीले कुनै पनि संस्थालाई छानबिन गर्नुपर्छ भन्दा किन ठुलो डाको स्वरले संसद थर्काउन सकिन्छ महोदय। म अनुरोध गर्न चाहन्छु, कुनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेका छौँ, तर आज दोषी भएर आज पनि तिनै मान्छेहरू ठुलो स्वरमा यहाँ कराउँदाखेरि हाम्रो आपत्ति छ सभामुख महोदय। म अनुरोध गर्न चाहन्छु, हामीले निष्पक्ष छानबिन हुनुपर्छ भनेका थियौँ। छानबिन गरौँ, दोषी छ भने कारबाही गरौँ, निर्दोष छ भने हामी उहाँलाई सफाई दिन चाहन्छौँ सभामुख महोदय। कानुनी रूपमा आज पनि हिजो जुन म्यान पावर कम्पनीहरूमा काम गर्ने म्यान पावर कम्पनीहरूलाई दलाल मार्फत सुविधा दिने 209वटा म्यान पावर कम्पनीहरूलाई
श्रम मन्त्री हुँदाखेरि अवैध रूपमा सञ्चालन गर्ने अनुमति दिने को मान्छे को श्रम मन्त्री थियो त्यो छानबिन गर्न म अनुरोध गर्न चाहन्छु सभामुख महोदय। हामीले छानबिनका लागि अनुरोध गरेका छौँ। छानबिन गर्नुपर्छ भन्दा फेरि पनि भने चोरको खुट्टो काट भन्दा फुत्त खुट्टो झिक्ने जस्तो प्रवृत्ति अन्त्य होस् सभामुख महोदय। म अनुरोध गर्न चाहन्छु यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भर्खरै बोलेका मान्य शब्द रेकर्डबाट हटाइयोस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय। धन्यवाद। सम्माननीय सभामुख महोदय, यो लामो समयदेखि संसदमा हामीले भिजिट भिसा प्रकरणमा छानबिन गरौँ भनिरहेका छौँ। यो कुनै राजनीतिक दाउपेचको कुरा होइन। म सरकारमा रहेका दलहरूलाई पनि मेरो अपिल छ, अनुरोध छ, त्यहाँ भिजिट भिसामा बिक्रीमा परेका मान्छेहरू यो रासपा र रापरपाका या अन्य दलका मात्र होइनन्। त्यहाँ काङ्ग्रेसका मान्छे पनि परेका छन्, त्यहाँ एमालेका मान्छे पनि परेका छन्, त्यहाँ माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरूको छानबिन गर्नुपर्छ। यहाँ संसदमा अहिले पनि अपिल गर्न चाहन्छु, साथमा आउनुहोस्। संसदमा हामी कति सङ्ख्यामा छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन, यो मुद्दा जायज हो कि होइन त्यो कुरा महत्त्वपूर्ण हो। अहिले हेर्नेलाई गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईँ हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला, तर नेपाली जनताले चाहिँ यसको फैसला गर्छन्। जनताले चाहिँ के भन्ने? आज यो ठुलो एउटा जटिल समस्याका रूपमा अगाडि परेको छ। आज दुबई, कतार, साउदी अरबमा जानुहोस् त, आज दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ। 75,000 भन्दा बढी दिदीबहिनीहरूलाई आज दुबईमा बन्धक बनाइएको छ यो भिजिट भिसामा लगेर। आज उनीहरूको चित्कार हामीले सुन्नुपर्छ कि पर्दैन? आज ती भिजिट भिसा प्रकरणमा तल जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन? ती दोषीहरू चाहे मन्त्री हुन्, चाहे प्रधानमन्त्री हुन्, चाहे यो देशको राष्ट्रपति होस्, तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन? यो हाम्रो दायित्व हो कि होइन? हामी मात्र जनप्रतिनिधि त होइनौँ नि, तपाईँ हामी सबै जनप्रतिनिधि हौँ। जनताले चुनेर पठाएको हुन्। त्यो भएको हुनाले यो संसदमा अहिले पनि हामी एक गिट्का उभ्यौँ। कसको राजनीतिक दाउपेच के को कतातिर नजाउँ, हामी संसद एकजुट बनेर यो भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाऊ। जो जो दोषी छन्, चाहे त्यो जुनसुकै पार्टीको मान्छे होस्, त्यसलाई कारबाही गरौँ, कारबाहीको दायरामा ल्याउँ र अपराधीलाई तपाईँको जेल सजाय गरेर भोलि एउटा देशमा रोजगारीका लागि विदेश जाने मान्छेहरू, घुम्न जान विदेश जाने मान्छेहरूलाई बेच्ने अपराधीलाई कानुनी कठघरामा उभ्याउँ। त्यही भए हुनाले म अपिल गर्न चाहन्छु सत्तापक्ष सरकारलाई पनि यहीँबाट भन्न चाहन्छु, सम्माननीय सभामुख महोदयज्यू, आज हामी सङ्ख्याको आधारमा को कति छौँ यसले महत्त्व हट नेपाल।